बाबू सम्झो इशारे हर्न पुकारे। नमस्कार साथीहरु, आजको भिडियोमा म कुरा गर्न जाँदैछु एउटा यस्तो एक्सन डाइरेक्टर र यस्तो पर्सनल सेक्स लाइफ गुरु जसलाई देखेर महिला मात्रै हैन राङो पनि डराउँछ, जसले सेक्सलाई टेक्स्ट बुक जस्तै एक्सप्लेन गर्न सक्छ। प्रेम रोमान्स र सेक्समा चाहिँ सबभन्दा तपाईलाई मन पर्ने चीज के हो? लास्ट सेक्स हो। मलाई भात नभए पनि हुन्छ, सेक्स चाहिन्छ मलाई। के बोले भाइ? लेट्स वेलकम राजेन्द्र खड्की, 65 वर्षको एउटा यस्तो वृद्ध युवा जसको दिमाग अझ पनि 7 वर्षको बच्चाको जस्तो छ। ये क्या बक रहे हो मादरचोद? मेरो लाइफमा मैले 3000 हरु चाहिँ त्यो राङहरुमा है 3000 यही हातबाट हानेको। जति धेरै हावाको भने पनि कुनै न कुनैले पत्याइहाल्छ, नेपाली हो नि। कुनै दिन हैन मैले त जमानामा प्लेन पनि आफ्नै यो काँधमा राखेर पार्किङ गरेको भन्दा बेल लाग्दैन। यो बुढोले विचार गर तिमीहरु, किनकि खड्की बाजेले हावा कुरा बोल्नमा केपी ओलीलाई र छाडा बोल्नमा साकारलाई पनि फेल गरिदिन्छन्। के देख्नु परेछ मुजी कुनै बेला राणासँग लड्ने मान्छे अहिले आएर सोशल मिडियाको ट्रेन्डसँग लड्नु परिरहेछ। म के है हजुर बालेन तपाईले गल्ती गरेर भने घण्टा पनि भनेन मुला। यो को मुला त राम्रो गर पढे लेखेको मेयरले चाहिँ कसले सोचेको थियो र ट्रेन्डको लागि यतिको गर्नुपर्छ भनेर। कैसे लोग रहते हैं यार यहाँ पे। अनि खड्की काका चलाउने काम चाहिँ कतिको हुन्छ त तपाईकोतिर? अघि बिहान त हातले चलाएर आएको भए के कुरा गर्ने त? ओइ हाट मुजी हडी के लागेको यो? यस्तो सोच भएको हुनाले समाजमा हिँड्ने बेला पनि मान्छेहरुले बलात्कारी आया बलात्कारी भन्दै त्यो अस्ति एउटाले। अनि खड्की बाजे केपी ओली त 14 वर्ष जेलमा बसेर म त खुब किताब पढे भन्थे त के हो खास कुरो तपाईलाई थाहा होला नि। तपाईले केपी ओलीको पनि भाइ अरे। केपी ओलीले पनि 14 वर्ष बस्दाखेरि उहाँले पनि धेरै खेला के बुझ्यो? 100% हो यो। किन मैले जेलमा बस्दा थाहा छ कि सबैले हात खेलाउँछ कि त्यहाँ। ए भनेपछि त्यही भएर रहेछ केपी ओलीको बच्चा नभएको हैन। बालेन हिरो हो दाइ। कोले भने घण्टा हो त्यो मुजी गजडी। बालेनलाई कहाँ गजडी भन्नु भयो? सुन न भाइ, त बालेनको पैसा मान्छे हो। भयो के भयो खड्की बाजे, त्यो कुरा चाहिँ छोडौँ। बरु तपाईँ मलाई यो भन्नुहोस् कि तपाईँ कस्तो एक्सन डाइरेक्टर हो जो मुजी यो मुभी भन्दा पनि मिम पेज र कन्ट्रोभर्सीहरूमा देखिन्छ। अनि यो एक्सन डाइरेक्टरको कुरा सुन्दा त फरकै डाइरेक्सनमा एक्सन गर्ला जस्तो लाग्छ त मलाई। के हो कुरो? अर्को कुरा निकाल, यो मुजीको छोड। बालेन मौका छ है, मैले 4 महिना 5 महिना अगाडिदेखि प्रचण्ड दाइ। अनि खड्की बाजे बालेनले त काम गरेन, ल ठिक छ त्यो म मान्छु। अनि तपाईको विचारमा चाहिँ कसले चाहिँ काम गरेको जस्तो लाग्छ तपाईलाई? केपी ओलीलाई त आई लभ यु हो नि, त्यो कृष्ण कन्हैया हो। काम त गर्छ नि त दाइले त, कतिवटा डेभलप गरेछ नि। चुप चुप, बिल्कुल चुप। तपाईँ चुप लाग्नुहुन्छ कि म अहिले चिप्ल्याउने काकालाई बोलाउँ? कोही सर्ट हानेको 1000 पाउँछ त खुब बोल्ने सुटिङ गर्ने के। चिप्ल्याउने काका मैले चाहिँ सकेन, एकचोटि सम्हालिदिनुहोस् त यो बुढो पागललाई। एउटा गीत गाइदिनु सक्छु, गिटार मगाइदिउ कि? परेन, गिटारको जरुरी छैन मलाई। यसरी छोडी छोडी नजाऊ न, कस्तो वर्ड छ नि। क्या भोइस, क्या मिठास छ स्वरमा। तपाईको यो भोइस सुनेर, यति मिठो भोइस सुनेर प्रमोद खरेलको पनि आँखाबाट सिकान र नाकबाट आँसु आउँछ होला एकचोटिको लागि त। बन्नुको लाइसेन्स लिएको यहीँ छ, लाइसेन्स आज रिन्यू गरेको म। लाइसेन्स लिएर बस्छु, तपाईँ कलम लिएर बस्छु। होइन बाजे, गाडीको ब्लू बुक चाहिँ कहिलेदेखि गनको लाइसेन्स हुन लाग्यो के? कहिलेदेखि भने मैले चिप्लाउने काकालाई बोलायो भन्दैमा तपाईँले गाडीको ब्लू बुकलाई लाइसेन्स भन्न मिल्छ? मिल्दैन नि। यो र सोभिर बस्ने किन मलाई थाहा छैन, आई डोन्ट नो है, तर मलाई प्रिय लाग्छ यिनीहरू दुईजना चाहिँ। हुन्छ नि आफ्नो भित्रबाट मनमा। तिमीलाई जति मन पर्यो पनि के गर्नु, नेपाली जनतालाई मन नपरेर पो गाह्रो भएको हो त जय कृष्ण बस्नेतलाई। के छ मेरो अर्को कनेक्सन छ यिनीहरूसँग के? दुईटैको दिमागको तार लुज भएर भाइब म्याच हुन्छ नि हो। माइनस प्लस कनेक्सन के? माइनस प्लस कनेक्सन। त्यति छिटो सर्पले काँचुली फेर्दैन जति छिटो राजेन्द्र खड्कीले कुरा फेर्छ। प्रकाश सुवेदी पनि पागल हो। अब के त, म पागलै हो त। यस्तो हुन्छ के, अब म तपाईँलाई एउटा अचम्मको कुरा के भन्छु भने सबै साइन्टिस्टहरू पागलै हो। कौन है ये लोग? एकै फिल्म भन्दा पनि बढी हेडलाइन र ट्रेन्डिङमा आएको हो र यो बाजे। बात त सही है। तपाईँ जिम गर्नुहुन्छ नि, म नगर्नुहोस् भन्छु तपाईँलाई। जिम नगर्ने किन भन्दाखेरि सेक्स भनेको यस्तो हो कि तपाईको एन्डमा जुन ऋषि धमालाको प्रश्नको आन्सर दिनको लागि दुनिया लजाउँछ, त्यो ऋषि धमाला त यसको अगाडि प्रश्न नसोधिकनै तेरा लजाको हो भनेपछि बाँकीको त अब के नै कुरा गर्नु। रोएको एक्टिङ गर्न पर्यो भने हैन, बरु यसो गर्ने रेप गर्ने, तिमी आउ न म तिमीलाई रेप गर्ने सिकाइदिन्छु। भाइ साहब कुछ ज्यादा नहीं हो गया, मतलब
कुछ भी कसम खाएर भन्छु एकदमै हरामी छ भने यो बुढो एकदमै हरामी सिधै रेप गर्न सिकाउने रे मुजी तपाईको यस्तै हरकत रह्यो भने त कुनै दिन जोर्डन भनेर जोरबान र एडिडास भनेर एबिबास दिएर जाला कसैले फेरि के गर्न खोजे हो भने खासमा खड्की बाजेको पुरानो फिल्मको एक्सनहरुलाई हेर्यो भनेपछि एकचोटी यस्तो लाग्छ कि त्यो एक्सन हेर्नको लागि हैन कि पपकर्न खानको लागि ऑडियन्सहरु फिल्म हलमा जान्थे जस्तो ओके द्याट्स अल फर टुडे भिडियो गाइज अब भिडियो राम्रो लाग्यो भनेपछि भिडियोलाई लाइक गरिदियो च्यानललाई सब्स्क्राइब गरेको छैन भनेपछि च्यानललाई सब्स्क्राइब गरिदियो र भिडियोको कुन पार्ट राम्रो लाग्यो त्यो पार्ट पनि कमेन्ट गरिदिनु होला र यो भिडियोलाई मैले एउटा इन्जोय पर्पसको लागि बनाएको हो तपाईहरु पनि इन्जोय गर्नुस् रमाइलो गर्नुस् र कसैलाई पनि हेट दिने काम चाहिँ नगर्नु